मैले भखरा सोरेर स्याउला काट्नको लागि गएको थियो, रुख पनि काट्नु पर्यो। अलरेडी गाइस तपाईहरु कस्तो हुनुहुन्छ? आई होप सन्चै हुनुहुन्छ होला सायद। म पनि एकदम बबाल आरामै छ। आज म स्याउला काट्नलाई आएको थियो, बन्जरो नै बिर्सेछ, त्यसैले घरमा बन्जरो लिनलाई कुदियो। हिजो आज म नदौडेर होला यस्तो स्यास्या भएको होइन कि बल्ल बल्ल आइपुग्यो। बन्जरो नाम्लो हँसिया लिएर माथितर्फ हेरिरहेको थियो। ठ्याक्कै यो गोइबरको रुख भेटियो, त्यही भएर यो गोइबरको रुख काट्न लागिरहेछ। अब क्यामेराको अगाडि चाहिँ यिनीहरूले फोहोर गरिरहेथे, त्यसैले यिनीहरूलाई काट्दियो पहिला। बिहान फेरि एकदम जाडो थियो, अहिले फेरि गर्मी छ यार। छोडिदिन्छु अब, कहिलेकाहीँ यताउता त भइहाल्छ नि हैन। अहिले चाहिँ त्यो सबै कुराहरू छोडेर अब म काट्न थालिरहेको छु छङ्की छङ। काट्दाखेरि यति धेरै गाह्रो भएको थियो नि, अहिले भिडियोमा हेर्दाखेरि चाहिँ मजा लागिरहेको रहेछ यार। यो चाहिँ भोलि पर्सि आगो फुक्नलाई हुन्छ भनेर दाउराको लागि हो। त्यो रुख चाहिँ काटिसके, त्यसैले मैले चाहिँ यहाँनिर स्याउला काट्नलाई आएको थियो। स्याउला काट्दाखेरि चाहिँ फेरि मजा आएको थियो। स्याउला काटेर त बटुल्नु परिहाल्यो, बटुल्दाखेरि यति गाह्रो हुने होइन नि। फेरि अहिले चाहिँ फेरि बटुलेर पनि सकियो, त्यही भएर भारी हालेर बोकेर अब जान्छु। फाइनली अहिले चाहिँ फेरि गोठमा नि पुगिसक्यो। गोठमा पुगेर म चाहिँ फेरि भखरा स्याउला गर्नु पर्ने थियो। स्याउला कुर्काउँदाखेरि पनि एकदमै गाह्रो भइरहेको थियो। बल्ल बल्ल कुर्काएर पनि सकियो, अब भखरा सोर्नु पर्छ। आज चाहिँ फेरि गाई गोरु बाछा बाछी सबै छ, त्यसैले भखरा सोर्दाखेरि अलिकति गाह्रो भयो। फाइनली अहिले चाहिँ भखरा सोरेर पनि सकियो। आज पनि मेरो मिनी भ्लग धेरै नै लामो भएको रहेछ, त्यसैले आज यतिमै बिदा लिन चाहन्छु। बाई।